हेलो गाइज, म आज तपाईँहरूलाई भ्यू देखाउँदैछु यतानिरको होइन कस्तो छ हेर्नु। सेम नेपाल जस्तो छ है, वरिपरि हरियाली, डाँडा काँडा, घरहरू कस्तो राम्रो छ हेर्नु न। टक्क मिलेको चिटिक्क वरिपरि एउटै स्टाइलको टक्क सुहाउँदो छ नि घरहरू, बवाल छ। हेर्नु न, यो डाँडाबाट जुम गरेर खिचेको कस्तो बवाल देख्दो रहेछ। आमामा हट कडा त्यो परको घर अघि मैले जुम गरेको। हेर्नु अब भ्यूहरू, वरिपरि भ्यूहरू आज यतानिर घुमघाम काट्नुमा हाम्रो चाहिँ म चाहिँ पुरै गाडीबाट भ्लग बनाउँदैछ है गाइस। कस्तो छ हेर्नु, डाँडा काँडा सम्मै छ नि तल्लो गहिरोमा त फेरि। आमामा हेर्नु भ्यू आज हल्का धमिलो आइरहेछ, नत्र भने बवाल हुन्थ्यो। तलतिरको भ्यूहरू हेर्नु न कस्तो राम्रो। सबै त्यो यस्तो प्लटिङ गराएर चाहिँ सबै त्यो उनीहरूले चाहिँ डाँडालाई भत्काएर त्यहाँनिर हरेक बिरुवा लगाएर फलाउने रहेछ। यो मुनि घरहरू हेर्नु कस्तो दामी घरहरू छ हेर्नु है मुनितिर। आमा जताततै हरियाली, डाँडै डाँडा छ कि यता त। आमामा यो नि त तरिका हेर्नु। आमामा के हो भ्यू त। मलाई त हाम्रो गाउँको सैलुङ डाँडातिर आएको जस्तो फिल भइरहेछ। आमामा हेर्नु, उता खोलाको छेउनिर फेरि पुल सुल रहेछ, मुनि खोल। ठ्याक्कै हामी यता खाडी चढाउँ हुँदै दोलखा जाने बाटो जस्तै क्या। वरिपरि डाँडा काँडा, सरर मुनि खोला टक्क।